यो पुच्चीहरुलाई के गर्ने हाल्दिने ओ सर पुच्ची हेलो बत्तल यहाँ भइसकेको थियो यो स्टोन पार्कमा लिन आउनलाई भ्याउनुहुन्छ कि भोलितिर नेपालको मुटुमा रहेका हाम्रा जीवन र प्रकृतिका स्रोत नदीहरू आज सङ्कटमा छन्। यसले जोखिममा पारिरहेका हाम्रा बालबालिका, युवाहरू र सबैभन्दा संवेदनशील समूहहरूलाई असर पुर्याइरहेको छ। तर यो चुनौतीको बीचमा पनि आशा छ। क्याप परियोजनाले साझा नेतृत्व र सहकार्यको माध्यमबाट 12वटा विद्यालयहरूलाई जाँदै बेस्ट स्मार्ट क्लबलाई सक्रिय बनाउँदै 132 युवाहरूसँग हातेमालो गरेर सरसफाई अभियान सञ्चालन गरी 583.2 टन प्लास्टिक सङ्कलन गरेको छ र यस परियोजनाले आजको दिनसम्ममा 8202 मानिसहरूमा आज पुगिसकेर 2वटा सामग्री पुनःसङ्कलन तथा प्रशोधन केन्द्र MRF एउटा प्लास्टिक प्रशोधन केन्द्र TRF पनि सञ्चालन गर्न सफल भएको छ। र अझ महत्त्वपूर्ण कुरा चाहिँ 560.7 टन प्लास्टिक रिकभरी गरी चक्रीय अर्थतन्त्रमा टेवा पुर्याएको छ। यो त एउटा परिवर्तनको सुरुवात हो। बगिरहेको आशा यो सम्भव बनाउन सघाउनु भएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। सफा नदीहरू, स्वच्छ वातावरण र उज्यालो भविष्य सम्भव छ र हामी यसमा हजुरहरूको साथ चाहन्छौँ।